अंतकरण र बहिकरण दुई प्रकारका करणको विषयमा हामीले चर्चा गरिरहेका सबैभन्दा ठुलो धर्म भनेको के त श्रेष्ठ धर्म कसलाई भनिन्छ? श्रेष्ठ धर्म कसलाई भनिन्छ भन्दा जुन काम गर्नाले भगवानको प्रति भाव प्रकट हुन्छ त्यही नै सबैभन्दा ठुलो धर्म हो। हामीले यो बुझ्यौँ। त्यही हुनाले कुन चाहिँ धर्म ठुलो? हामीले दान दिनु ठुलो हो कि तीर्थयात्रा गर्नु ठुलो हो कि मन्दिरमा दर्शन गर्न जानु ठुलो हो कि गरिब गुरुवालाई खुवाउन ठुलो हो कि अथवा भोगै व्रत बस्न ठुलो हो कि हैन अरूको सेवा गर्न ठुलो हो कि के ठुलो हो? कसलाई चाहिँ ठुलो भन्ने? अथवा सबै संसारलाई, सबै सम्बन्ध, सबै नातागोता सबैलाई त्यागेर भगवान मात्रै भनेर हिँड्नु ठुलो हो कि के चाहिँ ठुलो हो? त्यो विषयमा हामीले श्रवण गरेका थियौँ। आदरणीय सज्जनहरू, जुन कर्म गर्नाले हृदयमा भगवानको प्रति भाव आफै जाग्दछ। जरुवा पानीबाट मूलबाट जरुवा पानी आफै फुटे जस्तै स्वाभाविक रूपले भगवानको प्रति भाव जाग्दछ। जुन कर्मबाट त्यो हेरेर, देखेर, सुनेर, बोलेर, डुलेर, सुतेर, गाली गरेर, माया गरेर जे गर्दाखेरि हृदयमा रहेको परमात्मा प्रकाशित हुन्छ, हृदय प्रफुल्ल हुन्छ, त्यो कर्म नै सबैभन्दा ठुलो धर्म हो। त्यो हुनाले यो लक्षणद्वारा हामीले के बुझ्यौँ त भने आदरणीय सज्जनहरू, कुन चाहिँ धर्म ठुलो भनेर यो सोधिरहनु पर्ने विषय होइन। के गर्नु ठुलो हो? कसैले सोध्ने गर्दछ। हामी तपाईँहरूलाई सोध्ने गर्दछौँ। कतिले फोन गरेर गरिब गुरुलाई खुवाउन ठुलो हो कि अनाथ बच्चाहरूलाई खुवाउन ठुलो हो कि फलान ठाउँमा दान गर्नु ठुलो हो कि मन्दिरमा दर्शन गर्न ठुलो हो कि मसँग 50,000 रुपियाँ छ, यो 50,000 चाहिँ केमा खर्च गर्दा ठुलो हुन्छ? मनमा यो हुन सक्छ। अब यो गर्दा ठुलो र त्यो गर्दा ठुलो भनेर अरूलाई सोध्नुभन्दा अब हजुरले मलाई सोध्नु होला, अब मैले तीर्थ गर्नु ठुलो भनौँला, तपाईँलाई घर छोडेर जानै मन नहोला होइन। तीर्थ गरेर आउँदा पनि त 30-40,000, 40-50,000 त लागिहाल्छ 10-15 दिनको यात्रा। तीर्थ जान ठुलो भनौँला, किनकि तीर्थमा दर्शन पनि पाइयो, सङ्गत पनि पाइयो, त्यो ठुलो भनौँला। जान मन नलागिरहला। मैले कसैलाई दान दिन ठुलो भनौँला, अब 50,000 एकैचोटि दियो भने त कुरुसी दियो होइन, एकैचोटि दियो कुरुसी दियो। तर यहाँ आफूलाई फेरि धेरै व्यक्तिहरूलाई बोलाएर टन्न भोजन गराएर पठाउनु मन लाग्यो होइन। यहाँ त दान गर्न पनि देखाएर गर्ने गरिन्छ। आफूले गरेको दान पनि अरूले प्रशंसा गरिदियो भने चाहिँ मैले गरेर राम्रै गरेँ जस्तो लाग्छ होइन। आफूले गरेको दानको चाहिँ अरूले प्रशंसा गरिदिएन भने चाहिँ बेकारै गरिदियो के हो, गल्ती गरी के हो भन्ने मनमा त्यो भाव चाहिँ आउँछ। त्यो हुनाले हामीले काहीँ पनि कुनै पनि ठाउँमा गएर यसो दान गऱ्यौँ भने पनि, पैसा सहयोग गऱ्यौँ, दान गऱ्यौँ भने पनि फोटो खिचिकन फेसबुकमा यसो नभएको चाहिँ होइन। कसैलाई कुनै कुरा गिफ्ट दियौँ भने पनि फोटो खिचिकन ल हेर कतिवटा लाइक र कमेन्ट आउँछ भनेर यसो बेलुका पोस्ट हेर्नु हामीलाई मन लागिरहेछ। यहाँ दान गर्दा पनि यस्तै हो, यसो हेर्नुपर्छ। कहिलेकाहीँ कसैले कुनै कुकुरले दुःख पारेछ भने होइन त्यसको उपकार गरे पनि देखिन्छ, गाईलाई अप्ठ्यारो परेछ भने त्यो पनि उपकार गरेर देखिन्छ। तर के भने यो देखाउनको लागि बढी मात्रामा गर्दैन। अब यो देखाउनको लागि त ठिक छ नि यो काम हुन त यसरी देखाउँदा एउटा राम्रो पक्ष के हो भने राम्रो कुराको प्रचार गर्दाखेरि अरूलाई पनि प्रेरणा मिल्छ भन्ने कुरा चाहिँ पक्कै पनि हो। भाव आओस् चाहे नआओस् होइन, देखायो भने मैले घरको फोटो खिचेर हाल्दैमा मेरो घरको मूल्य 1 करोड थियो भनेदेखि 3 करोड भाउ त आउँदैन होइन। तैपनि घर छ भन्ने कुरा एउटा हुन्छ। त्यो भाव र भाउ लगभग उस्तै नै हो। यसको भाउ छैन मतलब यसको मूल्य छैन, यसको हृदयमा भाव छैन भने यसको पनि यसले हामीलाई मूल्य दिए। त्यही भन्नु
यसको मनमा भाव छैनको तात्पर्य के हो? भाव छैन भन्ने। यसको मनमा भाव छैन। भाव छैनको तात्पर्य भाव छैन भनेको। भाव दिनेलाई भाव हुन्छ है, भाव दिनेलाई भाव हुन्छ। भगवानलाई हामी भाव दिन्छौँ, त्यो हुनाले भगवानप्रति भाव छ। हामी अहिले गरी नथुकाइले भाव दिँदैनौँ, त्यो हुनाले भाव छैन, त्यो प्रति भाव जागृत पनि हुँदैन। त आदरणीय भक्त सज्जनहरू, भाव हुनु पर्यो यो विषयको। त हामीले भगवानको प्रति जुन कर्म गर्नाले हृदयमा एउटा भाव जन्मिन्छ। तपाईँ 1000 जनालाई खिलाउनुहोस्, चाहे 1 जनालाई खिलाउनुहोस्, 1000 जनालाई भोजन गराउँदाखेरि धेरैको पेट भरिन्छ, त्यो धेरै ठुलो पुण्य गरे जस्तो देखिन्छ। तर हृदयमा चाहिँ दुनियाँले देखुन्, प्रशंसा गरून्, यो लालसा छ भने तपाईले भोजन गराएर स्वर्ग चाहिँ पाउनुहुन्छ, भगवानको धाम पाइदैन। यो कर्म तपाईले राम्रो गर्नुभयो, खुवाउनुभयो, त्यो खिलाएको हुनाले स्वर्ग पुगिन्छ, तर भगवानको धाम पुग्यो। भगवानको धाम पुग्नको लागि जसको हृदयमा भाव छ त्यसले भन्छ त्वं भाव योग परिभावित सरोज। भावले प्रकट हुने मात्रै हो ईश्वर। सामान्य धर्म के त? त्यसै सामान्य धर्म र ठुलो धर्म, धर्म अश्रेष्ठ हुँदैन, धर्म कहिले पनि नीच हुँदैन, धर्म जहिले पनि राम्रै हुन्छ। तर सामान्य धर्म के हो त? एकले अर्काप्रति चित्त नदुखाउने खालका व्यवहार गर्नु, यो सामान्य धर्म हो। पूजा गर्न, पूजा पाठ आदि पनि सामान्य धर्म हुन्, जुन बेला भाव प्रकट हुँदैन। याद गर्नुहोला, तपाईको हृदयमा भाव जागृत, तपाईलाई एकदम चुरो कुरो भनिदिनेछ, यो तपाईले प्राय सुन्न पाउनुहुन्न। चुरो कुरो हजुरले गरेको भगवानको पूजा, बिहान दिउँसो बेलुका हजुरले गर्नुभएको भगवानको पूजा, नीलकण्ठेश्वरको दर्शन होस् चाहे पशुपतिको दर्शन होस्, त्यो गरिएको पूजा भाव जागृत हुन्छ, त्यो पूजा परम धर्म हो, श्रेष्ठ धर्म हो। भाव जागृत हुँदैन, हतारको चन्द्रका फुल चढाएर हतार धर्म गयो हैन, भाव जागृत हुँदैन भने त्यो श्रेष्ठ धर्म चाहिँ होइन, तर धर्म चाहिँ हो, सामान्य धर्म चाहिँ हो। त्यो सामान्य धर्मले यो पुण्य कमाएर तपाईँ स्वर्ग जानु चाहिँ हुन्छ। तपाईको जीवात्मा जुन छ त्यो स्वर्ग जान्छ। तपाईले एउटा गरिबलाई खुवाउँदै गर्दा हृदयमा भाव जागृत हुन्छ, त्यो श्रेष्ठ धर्म हो, भगवान प्रसन्न हुनुभयो। तर गरिबलाई खुवाउँदै गर्दा भाव जागृत भएन भनेदेखि त्यो कर्म चाहिँ उपकार भयो, त्यो पुण्य फेरि तपाईलाई पाउनुहुन्छ, तपाईँ स्वर्ग जानुहुन्छ। स्वर्ग आदि जे लोक छन् अथवा अर्को जुनीमा पाउने यस्तै हैन। त्यो हुनाले जुन कर्ममा भित्री हृदयबाट श्रद्धा र भाव जागृत हुन्छ, त्यो कर्म नै सबैभन्दा ठुलो धर्म हो। यसरी तपाईले बुझ्नुहोस्।